र सम्भव अफिसियल मेरो नयाँ ब्लगमा सबैलाई स्वागत छ। चाहिँ म जाँदैछु यहाँलाई गाउँपालिका वडा नम्बर 2 सातो बाटो भन्ने ठाउँमा। त्यहाँ चाहिँ नारायणथानको मन्दिर छ। आज 2 वर्ष पछाडि म चाहिँ दर्शन गर्नलाई जाँदैछु बिहान बिहानै, हेर्न सक्नुहुन्छ। चाहिँ माथि भन्ज्याङमा पुग्नुपर्छ, झन्डै 1 घन्टा जति लाग्ला। सो त्यतै गएर भेटौँला। कृपया भिडियोलाई लास्टसम्म हेरेर साथ दिनुहोला। सक्नुहुन्छ अझै माथि भन्ज्याङमा पुग्नुपर्छ, झन्डै 1 घन्टा जति लाग्ला। हेर्न सक्नुहुन्छ यतातिरको भ्यू। यो चाहिँ खासै मौसम सफा रहेछ, त्यही भएर धुम्म 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 भइरहेछ। हामी चाहिँ अब आइपुग्यौँ दर्शन गर्नको लागि। सामानहरू लिँदैछौँ। अब चाहिँ हामी जाँदैछु मन्दिरतर्फ। दर्शन गरेको त भिडियो गर्न पाइँदैन, त्यसपछिको भिडियोहरू तपाईँहरूलाई देखाउने नै छु। कृपया हेरेर साथ दिनुहोला। अहिले चाहिँ हामी दर्शन गरेर पनि बाहिर निस्किसकेका छौँ। हेर्न सक्नुहुन्छ यो मन्दिर हो, नारायणथान मन्दिर भन्छ यसलाई। हेर्न सक्नुहुन्छ। यो चाहिँ नयाँ पिकनिक स्पट हाम्रो सातो बाटोको आन्तरिक पर्यटकको लागि जाँदैछु। एकदम राम्रो बनेको रहेछ, एकदम खुसी लाग्यो आफ्नो गाउँठाउँमा। हेर्न सक्नुहुन्छ मान्छेको भिड घुम्नको लागि। ल पिकनिक स्पट। यतातिर शौचालय छ, यतातिर भन्सा घर रे, एकदम सब कुरा भरिपूर्ण भएछ। एकदमै ठिक लाग्यो।
Turun di sini long hari. Turun di sini long hari. Okay, no problem. लाली गुराँस चाहिँ सिजन सकेर होला सबै सकिसकेका छन्। अब बोट मात्रै छ, नभए त यतातिर पुरै रातो हुन्थ्यो है। त्यही पनि ठिकै छ, अब सिजन सकेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ यता चाहिँ घ्याङलेक 3 नम्बर पर्छ तामाजोर। अनि यता चाहिँ मेरो गाउँ, यो डाँडाभन्दा तलतिर मेरो गाउँ। अनि यता चाहिँ घ्याङलेक 2 नम्बर 1 नम्बर त्यस्तै गरी सिन्धुली पर्छ है। यति भन्दै आजको ब्लग यही टुङ्ग्याउन चाहन्छु। मनपरेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। नेक्स्ट ब्लगमा भेटौँला। बाई बाई।